तिमीहरूलाई साइन 0 डिग्री, साइन 30 डिग्री, साइन 45 डिग्री, साइन 60 डिग्री, साइन 90 डिग्रीको भ्यालु कति हुन्छ भनेर सोध्यो भने तिमीहरू फ्याट भन्न सक्छौ। सबले घोकेको छ होइन, साइनको, कसको, ट्यानको यो सबैको भन्न सक्छौ। यदि तिमीहरू अलि ट्यालेन्टेडै छौ भनेपछि त कसेक, सेक, कस, थिटाको पनि भ्यालु फ्याट भन्न सक्छौ, राइट। अब यसमा प्रब्लम छैन। अब यो भन्न सकेनौ भने पनि तिमीले त्यो टेबलमा के हुन्छ भने भ्यालुहरू केही क्षणपछि रिपिट भइरहेको हुन्छ। जस्तो साइन 0 डिग्रीको जुन भ्यालु छ होइन त्यो केसँग इक्वल छ भने साइन कस 90सँग इक्वल छ। अनि कस 90को भ्यालु भनेको केसँग इक्वल छ, साइन 0को, र त्यसै गरेर कस 0को पनि साइन 90सँग इक्वल हुन्छ। अब यसरी यिनीहरू चाहिँ भ्यालुहरू इक्वेट भइरहेको हुन्छ। अब एउटा अमेजिङ कुरा के छ भने यो जुन भ्यालु हुन्छ नि साइनको, कसको, ट्यानको, कसेक, सेक, कट, यिनीहरूको जति हामीले 0 देखि 90सम्म जतिवटा भ्यालु पाइरहेको छौँ यसको माथि जति डिग्री बढ्दै गयो भने भ्यालु त्यही नै हुन्छ। के हुन्छ भन, भ्यालु त्यही नै हुन्छ। के चेन्ज हुन्छ भने त्यसको अगाडि प्लस र माइनस साइन मात्र। कतिखेर प्लस साइन आउँछ, कतिखेर माइनस साइन आउँछ, कतिखेर प्लस, कतिखेर माइनस, यति मात्रै चाहिन्छ। अब तिमीहरूलाई साइन 0 देखि 90को भ्यालु सोध्यो भनेपछि फ्याट्ट भन्न सक्छौ। साइन 35को भ्यालु भन त, सकेन। अब त्यो चाहिन पनि चाहिँदैन हामीलाई। प्रायः जसो 30, 0, 45, 60, 90 डिग्री यिनीहरूको भ्यालु नै युज भइरहेको हुन्छ प्रायः म्याथमेटिक्समा। अब हामी समस्या के आयो भन्दाखेरि हायर भ्यालुहरू, हायर एङ्गलको भ्यालु कसरी फाइन्ड आउट गर्ने। जस्तो मैले तिमीलाई सोधेँ साइन 1024को भ्यालु, माई गड, यो डरलाग्दो भइहाल्यो होइन। तर एट द इन्ड अफ दिस भिडियो तिमीहरूले यस्तो जति ठुलो एङ्गल भयो भने त्यसको भ्यालु इजिली फाइन्ड आउट गर्न सक्छौ। किनभने हामी यो यसको यिनीहरूको एउटा अमेजिङ प्रोपर्टी के छ भने यिनीहरूको भ्यालु रिपिट हुन्छ क्या। 0, 1/2, 1/2, 1 यो साइनको यो भ्यालुहरू छ नि, माथि जति एङ्गल गर्दै भए पनि यही भ्यालुहरू आउने हो। तर के चेन्ज हुने हो, प्लस र माइनस साइन। अब बुझौँ प्लस र माइनस साइन कतिखेर कसरी चेन्ज हुन्छ, कुन कुन एङ्गलमा चेन्ज हुन्छ, त्यसको लागि खास रुल भन्ने चिज छ। अब यहाँ हेर, यो जुन यसलाई चाहिँ सी, यसलाई ए, यसलाई यास, यसलाई चाहिँ टी नाम दिएको हुन्छ, कास्टर भनेर भनेको हुन्छ धेरै ठाउँमा। अब भन्नुको मतलब के हो त यो भने यो जुन क्वाड्रेन्ट छ यो हेर त, यो 0 देखि 90को इन्टरभलमा जुन छ त्यसमा सबै भ्यालुहरू पोजिटिभ राख्नु भनेको। के भनेको त यो भनेको के हो भने यहाँ हेर, हेर 0 देखि 90को भ्यालु जति छ सबै भ्यालुहरू कहीँ नेगेटिभ देख्यो तिमीले, कहीँ पनि नेगेटिभ साइन छैन, सबै भ्यालु पोजिटिभ छ भनेको नै भन्यो। त्यही भएर के भयो त यहाँ साइन 0 लग, साइन 45 लग, साइन 39 लग, जति भ्यालुहरू पनि लग, 0 र 90को बिचमा जति भ्यालुहरू पनि हुन्छ त्यो सबैको भ्यालु के हुन्छ, पोजिटिभ हुन्छ। भ्यालु कति हुन्छ मैले भनेको छैन है, भ्यालु कति हुन्छ मैले भनेको छैन, भ्यालु पोजिटिभ हुन्छ भनेको छु। बिकज भ्यालु त त्यही नै हुने हो, 0 देखि 90को बिचमा जति भ्यालु छ, जति भ्यालु हामीले पाएका छौँ त्यही भ्यालुहरू हायर एङ्गलमा पनि त्यही हो, सेम हो, बट साइन चेन्ज हुन्छ। र साइन यो फर्स्ट क्वाड्रेन्टमा यदि 0 देखि 90को बिचमा कुनै पनि एङ्गल लियो भने कुनै पनि ट्रिग्नोमेट्रिक रेसियोको, जस्तो साइन थिटा, कस थिटा, टेन थिटा, जसको लग 0 देखि 90को बिचमा, जस्तो टेन 45 डिग्री, कट 60 डिग्री, यो सबैको भ्यालु 0 देखि 90को बिचमा भ्यालु सबैको पोजिटिभ हुन्छ। भ्यालु कति हुन्छ थाहा छैन, अहिले मैले भनेको छैन, भ्यालु पोजिटिभ हुन्छ, बुझ। अब त्यसपछि बुझ 90 देखि चाहिँ 180 डिग्रीसम्मको भ्यालु के हुन्छ। यो हेर, यो 90 डिग्रीदेखि 180 डिग्रीमा भ्यालु के हुन्छ। यो यास किन लेखेको भने यो भनेको साइन र कसेकको भ्यालु पोजिटिभ हुन्छ भनेको हो। यसमा चाहिँ यो क्वाड्रेन्टमा पढ्यो भनेपछि यो के भन्यो त भने सपोज मैले यहाँनिर तिमीलाई दिएँ साइन 120 डिग्री। अब यसको भ्यालु मलाई नभन, भ्यालु पोजिटिभ हुन्छ नेगेटिभ हुन्छ भन। यसको भ्यालु जहिले पनि पोजिटिभ हुन्छ, साइनको मात्र होइन, कसेकको 120 डिग्री यसको भ्यालु पनि यो क्वाड्रेन्टमा पोजिटिभ हुन्छ। कुनमा 90 देखि 180को बिचमा एङ्गल लियो भने त्यसको भ्यालु जहिले पनि पोजिटिभ हुन्छ, बुझ्यो होइन। अब यसबाहेक अरू साइन र कसेक बाहेक अरू ल्यायो, जस्तो टेन 120को डिग्री 120 डिग्रीको भ्यालु लियो भने त्यो नेगेटिभ हुन्छ, कटको पनि नेगेटिभ हुन्छ, कसेकको पनि के अरे कसको पनि नेगेटिभ हुन्छ र सेकको पनि नेगेटिभ हुन्छ। यति बुझ्यो होइन। यसमा ल मैले सपोज तिमीलाई कसेक त हाम्रो पोजिटिभ भइहाल्यो, यसलाई मेटाउँ एकछिन, जस्ट वेट अ मिनट। ल अब तिमीलाई मैले सोधेँ कट 120 डिग्रीको भ्यालु के हुन्छ भनेर सोधेँ। यो अभियसली तिमीले के भन्नु पऱ्यो, नेगेटिभ हुन्छ, किनकि त्यो 90 देखि 180को बिचमा जति पनि एङ्गल लिन्छौ त्यसमा यदि हामीले साइनको एङ्गल खोजेको छ र कसेकको एङ्गल मात्र खोजेको छ भने त्यो भ्यालु पोजिटिभ हुन्छ, त्यो बाहेक अरू जे ल्याऊ सबको नेगेटिभ हुन्छ, बुझ्यो होइन, बुझ्यो। अब यो टी भनेको के लेखेको त, यो भनेको टेन र कट भनेको। यसमा के भन्न खोजेको, 180 डिग्रीदेखि 270 डिग्री बिचको कुनै एङ्गल लियो, ट्रिग्नोमेट्रिक रेसियोको एङ्गल, ट्रिग्नोमेट्रिक फङ्सनको एङ्गल, टेन
180 बिचको भनेको 180 पनि पर्न सक्छ, 270 पनि पर्न सक्छ। यसमा पनि यहाँ 90 पनि पर्न सक्छ, 180 पनि पर्न सक्छ। त्यो त्यही नै हुन्छ, यो पोजिटिभ नै हुने हो होइन। त्यसै गरेर 180 देखि 270 को बेचमा यो पोजिटिभ नै पर्ने हो। अब अहिले हामी पोजिटिभ नेगेटिभ मात्र छुट्याएर आएको छु, एक्ज्याक्ट भ्यालु छुट्याएर आएको छैनौँ। यो इन्टरभल भनेको जस्तो 10 to 25 डिग्री, यो भनेको के हो त 180 र 270 को बिचमा पर्छ। यो जहिले पनि के हुन्छ पोजिटिभ हुन्छ। र 10 को मात्र होइन, कटको पनि त्यही नै हुन्छ। 225 डिग्री भ्यालु भने पोजिटिभ हुन्छ, यति बुझ होइन। बुझ्ने के हो भने कुन इन्टरभलमा कुन क्वाड्रेन्टमा हाम्रो साइन टेन कस भ्यालुहरू पोजिटिभ हुन्छ, त्यति मात्र हामीले बुझ्ने हो। अब अर्को लास्ट भनेको के हो त यो फोर्थ क्वाड्रेन्ट। अब यसमा चाहिँ कस र सेकको भ्यालु पोजिटिभ हुन्छ, अरू सबै नेगेटिभ हुन्छ। के भनेको भने यदि तिमीहरूले सेक 300 डिग्रीको भ्यालु खोज्यौ भने यसको भ्यालु पोजिटिभ हुन्छ, र कस 330 डिग्री ल्याऊ जति ल्याऊ त्यसको इन्टरभल भनेको त 270 देखि 360 को बिचमा जुन भ्यालु लिन्छौ सबैको भ्यालु कस लगायो भनेपछि चाहिँ कति हुन्छ पोजिटिभ हुन्छ। र अब योभन्दा अरू जुन पनि ट्रिग्नोमेट्री फङ्सन ल्याऊ, टेन ल्याऊ, साइन ल्याऊ, जे लिन्छ ल्याऊ, कट ल्याऊ, कसेक ल्याऊ, सबैको भ्यालु चाहिँ नेगेटिभ साइन आउँछ भनेको यति हो। यसमा बुझ्नुपर्ने कुरा यति नै हो है। ल अब यसपछि अब इम्पोर्टेन्ट कुरा आयो। इम्पोर्टेन्ट कुरा के आयो त, कसरी आयो त, किन मेटिरहेको छैन यो, वाइ इज इट नट वर्किङ। ल मेटिरहेको छ, अब मेटिन्छ। अब तिमीलाई म भ्यालु निकाल्न सिकाउँछु, एक्ज्याक्टली कसरी भ्यालु निकाल्ने त। अहिले हामीले के छुट्यायो भने त नेगेटिभ हुन्छ कि भ्यालु पोजिटिभ हुन्छ भनेर छुट्यायौँ। अब भ्यालु कसरी निकाल्ने त्यो कुरा छुट्याउनु पऱ्यो। त्यो कसरी छुट्याउने त अब म देखाउँछु। ल यति मेटाइदियो भयो होइन, अरू पनि मेटाइदिउँ ल ओके। अब मलाई लिन देऊ ल। अब चाहिँ भ्यालु कति हुन्छ त्यो निकाल्न कोसिस गरौँ। सबभन्दा पहिला तिमीले इम्पोर्टेन्ट कुरा के छ भने 90 डिग्री र 270 डिग्री एउटा केस छ। के भन्छु म, यिनीहरूलाई एउटा चिज सोच। अनि 180 डिग्री र 360 डिग्रीलाई एउटा चिज सोच। यो के भन्न खोजेको भने मैले तिमीले 90 डिग्री प्लस थीटा छ भनेपछि सपोज साइन 90 डिग्री प्लस थीटा यस्तो छ भनेपछि 90ले के गरिदिन्छ भने यो जुन साइन फङ्सन छ यसलाई कसमा कन्भर्ट गरिदिन्छ, त्यसको साइनलाई कसमा कन्भर्ट गरिदिन्छ। कस छ भनेपछि अनि यहाँ हेर यो कस 90 डिग्री प्लस थीटा यसलाई केमा चेन्ज गरिदिन्छ, साइनमा चेन्ज गरिदिन्छ। अनि त्यस्तै साइन 270 डिग्री प्लस थीटा छ भने पनि कसमा चेन्ज गरिदिन्छ। अनि कस 270 डिग्री प्लस थीटा छ भने साइनमा चेन्ज गरिदिन्छ। भन्नुको मतलब 90 डिग्री प्लस कुनै एङ्गल लियो भने त्यसले भ्यालु त्यसको ट्रिग्नोमेट्रिक फङ्सनलाई चेन्ज गरिदिन्छ। तर 180 अथवा 360 लियो भने त्यो जस्ताको तस्तै हुन्छ। अब भन्न खोजेको के हो त, ल जस्तो अघि मलाई साइन 120 डिग्रीको भ्यालु चाहिएको हो। अब यसको भ्यालु भनेको हेर, यसलाई स्प्लिट गर तिमीले। यसलाई के लेख्न सक्छौ भन त 90 प्लस कति 30 डिग्री लेख्न सक्छौ। निकाल्ने यसरी नै हो, यो तरिका यही हो भ्यालु निकाल्ने। 90 डिग्री प्लस 30 डिग्री लेख्न सक्छौ कि नै सक्छौ। मैले के भनेको थिएँ साइन 90 डिग्री प्लस थीटा अथवा साइन 90 डिग्री माइनस थीटा आयो भने त्यतिखेर चाहिँ साइन केमा कन्भर्ट हुन्छ, कसमा कन्भर्ट हुन्छ भनेको कस हुने भयो। अनि यो एङ्गल जे छ त्यो लेखिदिइहाल। अनि अब यसपछि इम्पोर्टेन्ट कुरा के छ भने तिमीले हेर्नुपर्ने यो 90 प्लस थीटामा चाहिँ साइनको भ्यालु पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ त्यो अब अघि हामीले कास्ट रुल युज गर्दाखेरि थाहा पाएको कुरा लेख्नु पर्यो। हेर साइनको भ्यालु 90 देखि 180 को बिचमा जे भए पनि त्यसको भ्यालु के हुन्छ पोजिटिभ हुन्छ। सो यसको एन्सर भनेकै कस 30 डिग्रीको एन्सर हो। अब यसमा यहाँनिर यदि त्यो 90 डिग्री प्लस थीटा नभएर 180 डिग्री प्लस थीटा भएको भए यतिखेर यसको भ्यालु माइनस हुन्थ्यो। अब त्यो कुन केस अहिले भन्छु म, अहिले यसमा भएन। ल अर्को केस लगाएँ मैले। अब हामी चाहिँ भ्यालु फाइन्ड आउट गर्ने तरिका सिक्दैछौँ क्या। एकछिन हो। अब जुन ट्रिग्नोमेट्रिक रेसियो भयो भने तिमीले फाइन्ड आउट गर्न सिकाउँछु म। अब चाहिँ भ्यालु जस्तो जोको भ्यालु भयो भने भ्यालु फाइन्ड आउट गर्न सिकाउँछु। ल सपोज मैले तिमीलाई सोधेँ अरे tan 300 30 डिग्रीको भ्यालु चाहियो मैले। ल यसको कसरी निकाल्ने त। अब हेर tan 330लाई के लेख्न सक्छौ भन, यसलाई tan 360 डिग्री माइनस 30 डिग्री पनि लेख्न सक्छु। एउटा यो तरिका भयो।
अर्को तरिका के हुनसक्छ भने त्यही चिजलाई tan यो 270 डिग्री प्लस 60 डिग्री लेख्न मिल्छ कि नै? मिल्छ। अब यहाँ अघि मैले भनेको चाहिँ 360 र 180 आउँदाखेरि चेन्ज नगर्ने, ट्यानको भ्यालु जे छ त्यही आउँछ भनेको ट्यान त यो 360ले गर्दाखेरि अथवा 180 डिग्री र 360 जे भयो भने प्लस माइनस जे होस् हामीलाई मतलब भएन। 180 डिग्री र 360 डिग्री आएको छ भनेपछि यो जुन एङ्गल हुन्छ त्यही एङ्गल लेख्ने, अनि यो भ्यालु जुन छ पछाडिको त्यो एङ्गल जुन छ त्यही लेख्ने। अब त्यसपछि हेर्नुपर्ने कुरा के हो त, प्लस आउँछ कि भ्यालु माइनस आउँछ। अब हेर 360 माइनस थीटा भनेको कुन इन्टरभल हो? यो 360 माइनस थीटा भनेको यो। यसमा त कस र सेक बाहेक अरू सबै नेगेटिभ आउँछ भनेपछि यसको भ्यालु जुन आउँछ त्यो भ्यालु नेगेटिभ भ्यालु आउँछ, आयो होइन? अब tan 30 को डिग्री त हामीलाई पहिलाबाटै थाहा छ। हेर tan 30 को भ्यालु खोइ 1/√3 भनेको -1/√3। अब तिमीले tan 330 डिग्रीको भ्यालु कति थाहा पायो त? -1/√3। अब हेर यो ओरिजिनल भ्यालुसँग इक्वल छ कि हेर 0 1/√3 1/√3 यो मध्ये जति भ्यालु आएको छ त्यही भ्यालु आउने हो, तर साइन चाहिँ माइनस आयो। अब साइन प्लस पनि आउन सक्छ, जे पनि आउन सक्छ, त्यो हामीलाई मतलब भएन, तर साइन चाहिँ चेन्ज हुन्छ है। अब यसपछि ल फेरि यसलाई इरेज गरौँ, इरेज गरेर फेरि अलि यहाँ ठाउँ न कम भयो क्या, फेरि टेबल अर्को त्यो वान नोटमा गर्नुपर्ने रहेछ, यसमा गरेर अलि दुःख भयो। ल अब ऱ्यान्डमली है तिमीलाई म सोध्छु, ल कसेक 240 डिग्री गरे के हुन्छ भनेर भने सबभन्दा पहिला के गर, यसलाई स्प्लिट गर्ने। कसेक अब 240 डिग्रीलाई तिमीले 270 डिग्री माइनस 30 डिग्री पनि लेख्न पाउँछौ। स्प्लिट त गर्नै पर्छ, स्प्लिट गरेर अनि कन्भर्ट गर्ने हो कि। अथवा त्यो लेख्न मन लागेन तिमीलाई भने तिमीले के लेख्न सक्छौ भने 240 डिग्रीलाई 180 डिग्री प्लस 60 डिग्री मिल्छ कि नै? मिल्छ। जुन तरिका गरे पनि एउटै हो, आउने आन्सर एउटै हो कि। अब हेर 270 डिग्री आयो भनेपछि मैले अघि भनेको थिएँ 90 डिग्री 270 डिग्रीमा ट्रिग्नोमेट्रिक फङ्सनलाई चेन्ज गर्ने। कसमा चेन्ज गर्ने त? साइनलाई कसमा चेन्ज गर्ने, टेनलाई कटमा चेन्ज गर्ने, कसेकलाई सेकमा चेन्ज गर्ने। भनेपछि यसको सेक पछाडि एङ्गल जुन छ त्यो त हुने नै भयो, जहिले पनि हुन्छ, यसले मात्रै त्यो चेन्ज गराउने हो, यसले मात्रै। अनि अब प्लस माइनस साइन हेर्नु पऱ्यो। प्लस माइनस साइनको लागि कास्ट रुल यो हेर 270 डिग्री माइनस 30 डिग्री भनेको यो इन्टरभलमा पर्ने हो, 270 माइनस थीटा हो। अब यसमा त टेन र कट बाहेक सबैको भ्यालु के हुन्छ? नेगेटिभ हुन्छ। भनेपछि यसको जुन भ्यालु आउँछ माइनस सेक 30 डिग्री आउँछ। अब सेक 30 डिग्रीको त भ्यालु त पहिलाबाटै थाहा छ, त्यो सेक 30 को थाहा छैन भने यो 1 के हो त? कस 30 हो, त्यसबाट पनि निकाल्न सक्छौँ। मैले यहाँ टेबल दिएको छ, हामी इजिली यहाँ हेरेर सक्छौँ। भनेको यसको भ्यालु कति आउने भयो त? -2 आउने भयो, इजी होइन। अब यही तरिका पनि सेम नै हो। 180 डिग्रीमा कसेकको भ्यालु चेन्ज हुन्छ त? हुँदैन, कसेकको भ्यालु कसमै आउँछ, कसेक नै हुन्छ, कसेक। अनि यो 60 डिग्री त त्यही नै हुने भयो। अब भ्यालु पोजिटिभ हुन्छ कि नेगेटिभ हुन्छ त? यो इन्टरभलमा टेन र कट बाहेक सबैको नेगेटिभ हुन्छ, यो त थाहा पाउनु पऱ्यो होइन। कुन इन्टरभलमा टेन र कट नेगेटिभ हुन्छ अथवा पोजिटिभ हुन्छ, साइन कसमा पोजिटिभ हुन्छ, कस र सेक कुनमा पोजिटिभ हुन्छ, त्यो थाहा पाउनुपर्छ। अनि त्यसो इजी हुन्छ। 180 डिग्री प्लस थीटामा छ यो इन्टरभलमा त टेन र कट बाहेक सबैको नेगेटिभ हुन्छ भनेपछि यसको माइनस। अब कसेक 60 डिग्री हेर त, कसेक 60 भनेको कति छ? सेक, सरी यहाँ हाम्रो सेक 2/√3 है। यो हेर त, सेक 30 डिग्री भनेको 2/√3 -2 लेखेर छु मैले। ल अनि कसेक 60 को भ्यालु के हो त? कसेक 60 को हेर 2/√3, अनि यहाँ माइनस साइन छ अगाडि 2/√3, सेम आयो कि नै त? यसरी तिमीले जतिसुकै भ्यालु लिए पनि हामीलाई एन्सर निकाल्न सक्छौ तिमीले। ल मैले त्यसलाई चाहिँ सानो बनाइदिएँ, यसलाई सानो बनाइदिएँ। अब इन जेनरलमा के बुझौँ त हामी? इन कन्क्लुजनमा के बुझौँ? इन कन्क्लुजनमा के बुझौँ भने यो जुन फर्स्ट क्वाड्रेन्ट छ यसमा चाहिँ अल पोजिटिभ लिनु। अल पोजिटिभ कतिखेर हुन्छ भन? अब याद गर्दाखेरि अल पोजिटिभ यसमा हुन्छ, कुनमा भन्दाखेरि 90 डिग्री माइनस थीटामा। यो थीटा भनेको जे एङ्गल पनि भयो क्या, यो जति माइनस गरेर पनि 0 देखि 90 को बिचमा पर्नु पऱ्यो। अथवा 360 डिग्री प्लस थीटामा चाहिँ सबै एङ्गलको भ्यालु पोजिटिभ लिनु इन जेनरलमा है। अब त्यसपछि यसमा चाहिँ के हुन्छ? साइन र कसेक पोजिटिभ हुने हो। अब के भन्नु पऱ्यो त्यसलाई? 90 डिग्री प्लस थीटा र 180 डिग्री माइनस थीटा गर्दाखेरि जुन एङ्गल आउँछ त्यो एङ्गल यदि साइनको अथवा कसेकको हो भने त्यसको भ्यालु पोजिटिभ लिने, यो बाहेक अरू कसैको हो भने नेगेटिभ हो। यो बाहेक अरू कसैलाई यहाँ इन्ट्री छैन, त्यस इन्ट्री त छ, अब साइन नेगेटिभ हुन्छ उनीहरूको। त्यसपछि अब यो इन्टरभलमा के हुन्छ? टेन र कटको भ्यालु के हुन्छ? कटको भ्यालु सिओटी, कटको भ्यालु चाहिँ के हुन्छ? पोजिटिभ हुन्छ। यो इन्टरभल भनेको के हो त? 180 डिग्री प्लस थीटा र
270 डिग्री माइनस थीटा यो इन्टरभल आयो भने यसमा tan र cot ट्रिग्नोमेट्रिक फङ्सन छ भने त्यतिखेर त्यसको भ्यालु भनेको पोजिटिभ हुन्छ, अरू सबैको भ्यालु नेगेटिभ हुन्छ। त्यसै गरेर 270 डिग्री प्लस थीटा र 360 डिग्री माइनस थीटा आयो भने र यसमा चाहिँ कसेक भन्छु म, कहाँ कसेक भन्दैछु, ओके लेट मी इरेज इट, जस्ट इरेज इट। यो इरेज पनि हुँदैन यार, यस्तो ल्याग हुन्छ, इरेज हुँदैन क्या राम्रोसँग। ल यो अर्को नेक्स्ट पेज होइन, यही पेज नै हो। ल 270 डिग्री प्लस थीटा र 360 डिग्री माइनस थीटा आयो र त्यसमा चाहिँ के आयो हाम्रो सेक अथवा कस आयो भने त्यतिखेर चाहिँ यसको भ्यालु पोजिटिभ लिनु। योभन्दा बाहेक अरू जुन पनि यो इन्टरभलमा पर्छ त्यसको भ्यालु नेगेटिभ लिनु। अब एउटा इक्जाम्पलको लागि अझै एउटा इक्जाम्पल दिउँ। मैले सपोज तिमीलाई tan 90 डिग्री प्लस 60 डिग्री आयो अरे भनेको 9 भनेको यो tan कति भयो त 150 डिग्रीको भ्यालु सोधेँ। 150 लाई तिमीले स्प्लिट गरेर 90 डिग्री प्लस थीटा लेख्यौ होइन। अब 90 डिग्री प्लस तिमीले सम्झिने कसरी है, अब यो घडी तिमीले यो चित्र त बनाउन सक्दैनौ नि त 10 चोटि, अनि पछि त्यो ठुलो लेभलमा पुगेपछि त घडी त्यो त बच्चाको जस्तो भयो नि त। त्यही भएर आजकलदेखि माइन्ड मेकअप के गरेर राख भने पोजिटिभ साइन पोजिटिभ कतिखेर हुन्छ, tan पोजिटिभ कतिखेर हुन्छ, कट हाम्रो अर्को के हो कसेक पोजिटिभ साइन पोजिटिभ कतिखेर हुन्छ, कस पोजिटिभ कतिखेर हुन्छ र tan पोजिटिभ कतिखेर हुन्छ भन्ने कुरा याद गरिराख। 180 डिग्री माइनस थीटा र 90 डिग्री प्लस थीटामा साइन पोजिटिभ हुन्छ, अनि 180 डिग्री प्लस थीटा र 270 डिग्री माइनस थीटामा tan नेगेटिभ हुन्छ, tan पोजिटिभ हुन्छ, अरू नेगेटिभ हुन्छ। त्यसै हो अब हेर त 90 डिग्री प्लस थीटा छ, 90 डिग्री प्लस थीटामा त साइन मात्र पोजिटिभ हो होइन, साइन र कसेक मात्र पोजिटिभ हो, अरू सब नेगेटिभ भनेपछि यसको भ्यालु सिधै नेगेटिभ हुन्छ लेखिदिउँ। अनि tan 90 डिग्रीमा केमा चेन्ज हुन्छ, tan 90 डिग्री 90 डिग्री छ भने 90 डिग्री र 270 डिग्रीमा त चेन्ज हुन्छ यसको साइन के अरे भ्यालु ट्रिग्नोमेट्रिक फङ्सन। 90 डिग्री छ भनेपछि यसको केमा चेन्ज हुनुभयो कट 60 डिग्री। अब कट 60 डिग्री तिम्रो टेबलमा हेर भ्यालु निकाल्न सक्छौ। यो हाम्रो कट 60 डिग्री यो 1/√3 भनेपछि माइनस 1/√3 आयो। यसै गरेर निकाल्ने हो। ल अर्को एउटा 2-3वटा अरू इक्जाम्पल गरौँ, इक्जाम्पल जति बढी गऱ्यो त्यति बुझ्छौ। ल कसेक अब कति गरौँ त यार, ल 270 डिग्रीको भ्यालु कति आउँछ त, अब त्यो त ठ्याक्कै आइदियो। अब यसलाई तिमीले कसेक यो एङ्गलहरू ठ्याक्कै आइदिन्छ नि त कतिखेर 270 डिग्री 0 डिग्री 90 डिग्री 180 डिग्री भ्यालु के हुन्छ भने थाहा पाउनको लागि यो अब त्यसमा तिमीले के गर्न सक्छौ 270 डिग्री प्लस थीटा अथवा माइनस थीटा प्लस 0 पनि गर्न सक्छौ अथवा माइनस 0 पनि गर्न सक्छौ। ल प्लस 0 भनेको त त्यही नै लाइनै भयो नि त, केही फरकै परेन। अब कसेक 270 डिग्री भएपछि कसेक केमा चेन्ज हुन्छ, अब कसेकलाई केमा चेन्ज गर्छौ तिमीले सेकमा चेन्ज गर्छौ, अनि यो 0 डिग्री त 0 डिग्री नै हुने भयो, त्यही नै हो। अब 270 डिग्री प्लस थीटामा कसेक पोजिटिभ हुन्छ त, कसेक त पोजिटिभ हुने सम्भावना नै छैन, किनकि कसेक र साइन पोजिटिभ भनेको 90 डिग्री प्लस थीटा अथवा 180 डिग्री माइनस थीटा मात्रै हो। सो यसको भ्यालु भनेको सेक 0 डिग्री बराबर हुन्छ, सेक 0 डिग्री भनेको कति हो त हाम्रो, सेक 0 डिग्री भनेको 1 हो। सो एन्सर इज 1। यसरी चाहिँ निकाल्ने। अब हाई ट्रिग्नोमेट्रिक भ्यालु एङ्गलहरूको कसरी फाइन्ड आउट गर्ने, सपोज मैले तिमीलाई सोधेँ कसेक 1080 को भ्यालु निकाल भनेपछि सोधेपछि के भन्छौ, कसरी निकाल्छौ, यो त हेर्दाखेरि त डरलाग्दो भयो होइन। अब यसलाई के गर्नुपर्छ भने तिमीले सबभन्दा पहिला हुन त क्यालकुलेटरमा हानेपछि सिधै भ्यालु आइहाल्छ, तर एक्ज्याक्टली यसलाई गर्ने कसरी हो भन्दा यसलाई चाहिँ डिभाइडेड बाई कति गर्ने 90 गर्ने, डिभाइड बाई 90 गरेर जति भ्यालु आउँछ नि, अब सपोज यसलाई 90 ले डिभाइड गर्यो भने मैले क्यालकुलेटरमा 1080 डिभाइडेड बाई 90 गऱ्यो भने ठ्याक्कै 2 बिल आउँदो रहेछ। यसलाई के लेख्न सकिन्छ त भन, कसेक 90 इन्टु 12 गर्नुपर्ने रहेछ। भन्नुको मतलब तिमीले कसेक 90 डिग्रीलाई 12 चोटि, कसेक त ट्रिग्नोमेट्रिक फङ्सन भयो, 90 डिग्रीलाई 12 चोटि ल्याऊ रे, 12 चोटि ल्याउँ, हामी कसरी लिन सक्छौँ है। ल हेरौँ एकदम मजाको छ, 12 चोटि लिने रे। ल फर्स्ट यो 1 चोटि भयो, 2 चोटि भयो, 3 चोटि, 4 चोटि यहाँ पुग्यो, 5 चोटि, 6 चोटि, 7 चोटि, 8 चोटि यहाँ पुग्यो, 9 चोटि, 10 चोटि, 11 चोटि, 12 चोटि पुगेपछि यहाँ पुग्दो रहेछ यो ठ्याक्कै यो पोइन्टमा।
भनेको के भयो त 0,360 पुग्दो रहेछ। भन्नुको मतलब यो 1080 डिग्री भन्नु र कसेक 0 डिग्री भन्नु एउटै रहेछ नि त भ्यालु। मैले हेर क्यालकुलेटरमा अब ल यो सही हो कि गलत हो अहिले थाहा भइहाल्छ। ल हेर कसेक 0 डिग्री भ्यालु कति आयो, इन्फिनिटी आयो कि नै। यसबाट एउटा हेर्दाखेरि अब सही हो कि गलत हो त कसरी थाहा भन्नु है। ल कसेक 1080 डिग्री भनेको यो भनेको 1/sin 1080 डिग्री हो कि नै। अब 1/sin 1080 डिग्री यो सेम गऱ्यो भने साइन कति आयो त, सेम तरिका यही गऱ्यो भनेपछि हेर त कसेक 1080 डिग्री भनेको कसेक 0 डिग्री हो। सिमिलरली साइन 1080 डिग्री भनेको साइन 0 डिग्री हो। 1/sin 0 भनेको 0 इजिकल टु इन्फिनिटी भयो कि नै त। यो सही छ कि नै त। यस, यसरी चाहिँ हामीले हायर ट्रिग्नोमेट्रिक एङ्गल भए पनि निकाल्न सक्छौँ। के गर्ने त, डिभाइड गरिदिने, डिभाइड गरेर जति मल्टिप्लाई हुन्छ त्यही अनुसार तिमीले यसरी बढ्दै जानु, अनि जुन क्वाड्रेन्टमा पर्छ त्यही अनुसार डिसिजन लिने। सो आजको भिडियोमा यति नै। भिडियो मन परेपछि लाइक, सब्सक्राइब, कमेन्ट जे ठोक्न मन छ ठोकिदिने। So thank you for watching this video. Let's meet in another episode or another video. Thank you so much for watching. Bye bye.